जो जेले फनेको मलाई कसरी फनेको हजुरले नेवार बुझ्नुहुन्छ तुलाले बसाउनु भयो नानीले सासु गर्छ न हजुरले हैन हजुरले गर्नु आमा तपाई गर्नुस् न भाइले गर्नुपर्छ हैन आमा मामा हाम्रो बुहारीको मामा यो चाहिँ ज्वाइँको मामा अब हाम्रो पूजा राबुटे रातोले छोपेको पूजा ट्रेहरू चाहिँ डबल डबल खप्टाइदिनु पर्ला जस्तो छ अनि यता
मैले घरमा चामलहरू गरेर आइ नै आएन पिल्लो चलाएर सबै जग्गा होइन त्यो छुट्टा भएको चाहिँ एकै ठाउँ चाहिएको सबैलाई केसरी नलगाउनु ठुलो केसरी टिका रातो सिधै रातो म दैलाएर के भेट्यो भोलि खाने बस तिमी बस सौभाग्यवती हुनु घर गरेर खानुपर्छ सुख शान्ति तिमीलाई सबै तिम्रो बाबा हो त्यो सुपारी बाबालाई दिने अब आजदेखि नाता जोडियो भनेर निनी भन्दैछ है दाजु हजुरको छोरी यो आकाश देवताले पनि चढाउँछु पापाले देवताले यहाँ चढ अब यसले देवले हातले देवले हात यो 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 चोरौँला यसलाई यो औँला रे बुढी औँला साइली पऱ्यो दिदी यसो सुन यस्तो अनि सुन न नटुटाएर सुस्तो भयो पक्क उनीहरू सिन्नुलाई हो हो नटुटाइकन है सिन्ने भन्नु फेरि यसरी 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 हात नउठाएर हो सिधै लैजा मजासँग यस्तो यस्तो ल्याउ चिमेरमा तिनचोटि भयो दुईटा हात थाहा बुहारी नानी नानी भुइँबाट राखेको त्यो केमा बाँधा त्यो ऊ साडी त्यो साडीको कुनामा बाँधेको सार्विन सार्विन खै हजुर भनेको खै सार्विन कता जानुभयो मैले त देखाएको छैन कहाँ गयो बाबु
यहाँ हेर्नु पर्यो है हतार लागेर त जे पनि गाह्रो छ अहिले त मुस्कान आयो सबैको यता क्यामेरा पनि हेर भन्छ अब नेनी पिन पनि छ त्यही एक मुठीको छ हाम्रो त यही घटी लाई हाम्रो चाहिँ फेरि केटीको घरमा लाई एकछिन मात्रै लगाइदिने लगाइदिनुपर्छ हजुरले पुरा लगाइदिनुपर्छ आधा काम पनि गर्छ ल लगाइदिनु घोडा मेरो घरको दैलोबाट जे पनि नगर्नु इज्जतमा बस्नु उनको नाम नहसाउने आज बुवाले त्यही भएर त्यो छ नि यो आज तिमीलाई बन्धन बाँधेको बुवाले आजदेखि बुझ्यौ सानो आजदेखि राजभण्डारी बुहारी भयो राजभण्डारीको इज्जत राख्नु रोजनले त सिरियसमा ल्याउँछ फेरि गाह्रो छ माछा खोइ त माछा छ ल्याउनु माछा नाक हल्का मिलाइदिनु माछा ल्याउनु ढोगाइदियो एकजनाले लिदिनु त हेरेको लाउँछ रोजन अलि त्यसरी त हुँदैन होला अलि चाहिँ सुरु गर्दै गरौँ है नदेखिकन ताली बजाउनु भएको लाउन सुरु भएको छैन एकछिन पाउनु
वैभव लाइक मेरो पालो खुल्यो भने जस्तो दङ्ग परेको छ हामीले अस्ति नखटे है केमा देखिसक्यौँ एउटा मन्त्र पढिने हो क्या अब जेठा भिनाजु हुन्छ यता हेर्छु त अब म जेठा भिनाजु अनि मेरो उहाँ बहिनी काकाको छोरी मेरो माइली दिदी मेरो भाइको साथीको बुढी मेरो जेठी दिदीको कान्छा छोरा अनि कान्छी बहिनी आमा उलाई चिनाएर मेरो माइली दिदीको छोरी अब चिनाउँदै लैजाउँ माइजूको छोरा माइजूको छोरा हान्यो भोलि अब अनलाइन टिका लगाउने है दक्षिणा पनि कि अनलाइन हालिदिन्छु किन खाना तिमीले छोडेको दुध आएको छ त अहिले
नमस्ते छोरी छोरीलाई नि ह्याप्पी दसैँ राम्रोसँग मनाऊ दसैँ यहाँ ऊ भाइले कुरा गर्ने दिदी छ मेरो भाइलाई अब एक्स्ट्रा लाउनु मन लाग्यो त्यो फुल लाइन पर्दैन पार्टी आएपछि पार्टी गर्छु छोरी पार्टीमा खतरा खतरा मामा घर त सबैले छोरालाई त अब अर्को 1 वर्षमा फेरि अर्को चलाउनु पर्छ भन्नुपर्छ मामा बाजेलाई चाहिँ चिनेनौ भन्दा चिनाउ है त माइजू भनेर चिनाउनु पर्यो ससुरा बुवाको साली Okay. Very good. Okay. त्यही त हो टिट फर ट्याड गर्नुपर्छ Okay. ल दिदी आउनु एउटा फोटो लिनु राजु आइज अनि त्यहाँबाट उभिनुस् गर्न खोजे त अर्कै हो त
Happy wedding! नक्सा चाहिँ चलाउनु भयो त्यो ताली मेरो भाइ ओ ताली एकैछिन वैभव एकजना मिसिङ भयो रोहितलाई खोइ मलाई पनि यता हेरौँ है यता हेरौँ दिदीले राख्ने हो यहाँ सानोमै कसलाई दिदी कसलाई राख्ने होइन त्यता माथिल्लो बाटो छ बाबुलाई थाहा छ त्यो डिकीमा राख्ने मामा डिकी कि त्यहाँ के होला यसमा अट्ने जति यसमा राखौँ नि खै त गीता दि खै त त्यसैमा हुन्छ नि सामान कति गीता दि खै त माइक्रोमा जाने खान्छु खै माइक्रो ए हजुर पनि जाने हामी माइक्रोमा जान्छौँ होइन होइन यसो ए त्यसमा कति अट्दैन होला अब यता